आज तल जाँदैछ हिमखेल्दै छ है चिसिन्छ गलाएर हैन खतरा कुयो भइरा गाइस खतरा कुयो भइरा गाइस के बोले भाइ के बोले कति हुन्छ है अर्ग्यानिक वाला फुल है डेन्जर छ है अर्ग्यानिक फुलहरू चाहिँ तलबाट खोला बगिरहेको छ अन्तिमसम्म हेर्नु है त बिच बिचमा काटी हेर्नु अन्तिमसम्म सुरुदेखि अन्तिमसम्म हेर्यो नि बल्ल बुझिन्छ है घुम्नाको पनि बल्ल मजा आउँछ है हेलो गुड मर्निङ एभ्रिवान गाइज वेलकम टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै भए होला सन्चै हुन्छु आज चाहिँ हामी सिनेमातिर छौँ यहाँ सिनेमाबाट देखिने भ्यू अब हजुरहरूलाई म बाहिर गएपछि देखाउँछु त्यो पनि रुमबाट नि हल्का देखाउँछु है विराटबाट नि सिनेमाबाट देखिने भ्यू है माछा पुच्छ्रे कलर है के कस्तो हुनेछ म बिच बाटोमा पनि देखाउँछु बिच बाटो यो सबै हिँडेर जानुपर्छ है अब अझै 2 दिनको यात्रा छ हो यहाँ पुग्नलाई अन्नपूर्ण स्क्यामसम्म हो हामी अझै 2 दिनको हिँडाइ छ है चाहिँ मर्निङ भ्यू देख्न सक्नुहुन्छ है मर्निङ भ्यू टक्क लगाएर माछा पुच्छ्रे र अन्नपूर्ण है यो माछा पुच्छ्रे ठुलो भएर अन्नपूर्ण चाहिँ ट्याक्क यहाँ बसेर हेरिरहेको छु अब हिजो चाहिँ हामी आएको यहाँबाट यो ब्रिज छैन जुन ब्रिज हो यहाँबाट आएको हामी जिनुवा हुँदै माथि गएर अहिले हामी उपर सिनेमामा बस्यौँ है अब आज गएर देउराली बस्ने अरे भोलि भनेर चाहिँ अन्नपूर्ण बेस क्याम्पतिर देख्न सक्नुहुन्छ है त भ्यू वाउ वाउ छ भ्यू त कलर देख्न सक्नुहुन्छ पोखरादेखि नै माछा पुच्छ्रे हिमालय टक्क लगाएर देख्न सक्नुहुन्छ म चाहिँ यहाँ टक्क लगाएर एक्लै ल्याएर बसिसकेको छु किनकि म चाँडै हिँडेर अरूलाई उछिनेर नि होइन अगाडि आइसु 10-12 मिनट अगाडि नै छु बट अर्को टोली आउँछन् अनि म चाहिँ सँगै जानेछु होइन राजेश नि पछाडि नै छ म चाहिँ अलि चाँडै हिँड्छु कि म अलि बोल्न जान्दिनँ चाइनिज होइन उनीहरू बोल्दै टक्क लगाएर आइरहेको हुन्छ म चाहिँ ट्याक्क अलि चाँडै नै हिँडेर आउँछु चल्नुहुन्छ है भ्यूहरू माथि अझै म देखाउने छु माथि गएर पनि देखाउँछु है त हेर्दै गर्नु होला अन्तिमसम्म हेर्नु है त बिच बिचमा काटी नहेर्नु अन्तिमसम्म सुरुदेखि अन्तिमसम्म हेऱ्यो नि बल्ल बुझिन्छ है घुम्नाको पनि बल्ल मजा आउँछ है हामी चाहिँ टक्क बिरी ठाटी आइपुगिसक्यौँ यता टक्क म्यापहरू छ जोडिँदै छौँ है हामी बिस्तारै देखाइरहन्छौँ है त यहाँ चाहिँ यहाँ चाहिँ फोटोसुटको लागि यहाँ तयारी हुँदैछ कराएर होइन पुलको है पुलको भिडियो हाम्रो गेस्टहरू चाहिँ हाम्रो गेस्टहरू चाहिँ
गाइड झर्नु देख्नुहुन्छ डेन्जर हामी यतै छौँ है खोलाएर है देख्न सक्नुहुन्छ पुरै पसिनै हिँडेर आउँदा आउँदा तल जानु थोरै देखिदिनु राम्ररी तल खेती खोला छ तल तल पकेर गएको छ है यहाँनिर चाहिँ दन्त डर पऱ्यो है युसीमा जानलाई नजिक दिनका साथ है फुल देख्न सक्नुहुन्छ है फुल यहाँको डेन्जर खालको अर्ग्यानिकवाला फुल है डेन्जर छ है अर्ग्यानिक फुलहरू चाहिँ तलबाट खोला बगिरहेको छ ट्याक खोलाहरू है त्यो अर्ग्यानिक फुल है कति सोलिड तरिकाले पनि खायो नि त बाँसे जस्तो गरेर राखेर माथि पुच्छे हिमाल यहाँ चाहिँ माथि पुच्छे हिमाल हामी चाहिँ माथि पुच्छे हिमालको काखमा छौँ है त अहिले चाहिँ त्यसमा पहिरो डेन्जर भएर छ न यहाँ भुलि नरहौँ होइन धेरै टाढाको गन्तव्य छ चलौँ हामी यतिखेर अन्त देउराली छ नि टक्क देख्नुहुन्छ अन्नपूर्णको अन्नपूर्ण हिमाल है यता त्यस्तै अब हामी चाहिँ एउटा यिनीहरूलाई बिहानमा है कुराएर ठ्याक्कै यहीँ आइपुग्यो हिमालदेखि बोकेर अब हामी चाहिँ हिँड्नुपर्ने हुन्छ एकैछिनमा देउरालीमा छौँ हामी चाहिँ अहिले ठुलो सबै यतै छन् है बेस क्याम्प अझै 5 घन्टा जति है धेरै टाढा छ त्यस्तो हुन्छ हिमाल माथि पुग्दै छोपे होइन हामी चाहिँ रेस्ट गर्न अझै धेरै टाढा हुन्छ करिब आइपुगिसक्यो है अब 3 घन्टापछि लगभग आइपुगिन्छ बेसी पुगिन्छ हामी 3 घन्टापछि अहिले चाहिँ मिसीमा छौँ है हामी चाहिँ अझै 2 घन्टा हिँड्नुपर्छ है यस्तो डेन्जर आउँछ पानी जमिया डेन्जर जमिया
रियल लाइफमा देख्न पाइयो है त गाइज है ट्याग कलर है है त गाई चाहिँ पुरै जमे होइन देख्न सक्नुहुन्छ है त्यही मलाई पनि धार्नेवालामा छ देख्न सक्नुहुन्छ पुरै जमेर है त यो पनि परिराखेकै अझै नि पारी पारी डेन्जर जमिराखेको छेउछाउमा चाहिँ चिप्लिन्छ क्या फेरि डेन्जर जम्मै ठाउँमा त माथि आइपुगिसक्यो हेल्थ चाहिँ टक्क लाएर हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पको होटलमा आइसक्यौँ हेर्नु हिउँ पर्दैछ है फुर्र अझै नि देख्न सक्नुहुन्छ रियल लाइफमा देख्यो रियल देखियो होइन टक्क हिउँ परेको कान्छासी नै हिउँ परेर देख्न सक्नुहुन्छ है कलाएर म चाहिँ गएको छु जाँदा छ बहुतै यहाँ चाहिँ कलाएर परिरहेको होटलको सामु पुरै हिउँ जमेर बस्यो कि तलको त सबै सेतो सब हिउँहरू है देख्न सक्नुहुन्छ गाइज हिउँ हिउँ भाइ त गाइज हामी चाहिँ टक्क लाएर अन्नपूर्णतिर छौँ है हिउँ पर्दैछ देख्न सक्नुहुन्छ होइन ट्याकटुकको उता हेरी चल्दैछ है हेरी चल्दो यहाँ हेली उड्नलाई है गाइज एच ल हेली पनि उड्नलाई है हेली यस्तो हिउँ परे पनि हेलीको चलिरहेछ है हामीलाई चाहिँ जाडो भइसक्यो है गाइज जाडो भएको छ डेन्जर है हेली उड्यो है अब चाहिँ मौसम खराब भएर नि हेली चाहिँ आइपुग्दो रहेछ है गाडी जस्तो भयो हेली उड्ला भन्दै खै त उड्यो कति हुन्छ है त हिउँ त डेन्जर परिरहेछ है यता फेरि भाइ हामी चाहिँ अन्नपूर्ण बेस क्याम्पतिर आइसक्यौँ बेस क्याम्पतिर ट्याक्क लगाएर होइन खतरा कुहिरो परिरहेको गाइस ए हिउँ परिरहेको होइन जेरी बोलिदिने होइन देखाइदिउँ न यतिर पिरिरी होइन टक्क फुल्सो टाइपमा सिमसिम पानी परेको टाइपमा होइन हिउँ परिरहेको देख्न सक्नुहुन्छ यो ओहो के हो यो ल है अब यहाँ सयका छ फेरि ह्यान्डसम बोय मार्छ है मार्केट खान्छ है अब है फाइनली अन्नपूर्ण बेस क्याम्पतिर आइयो राजाले घुमाउनु होइन अन्नपूर्ण बेस क्याम्पतिर मलाई देख्न सक्नुहुन्छ है जाडो त -4मा छ है जाडो चाहिँ -4मा छ है रिभर हिउँ फेरि छ है अलिकति फरक भइदियो ट्याक्कै भर
लाइक गाइज यो चाहिँ अन्नपूर्ण बेस क्याम्प भयो होइन हामी चाहिँ ठ्याक्क आइसक्यौँ हाम्रो राजा तल जाँदैछ हिउँ खेल्दैछ है चिसो हुन्छ ए मार्छ क्या हो हामी चाहिँ टक्क फोटो हान्नु जानु लाग्यो अब टक्क फेरि एकचोटि ल जास राजाले चाहिँ हिउँ खेल्दैछ मारिसक्यो है मारिसक्यो